हेलो मर्निङ के छ केटा हो हाल खबर ठिक छ केटी हो हैन होला हेलो गाइस ल मामा हाम्रो दान दक्षिणा आयो मामा उता राम छ अनि पो त भने कि चल यता लगा यता लगा मलाई लगा लगा हैन त पूजामा मान्छेले पूजा गर्नु मन्त्र भन्नुपर्ने होला नि के म बाहुन हो मन्त्र भन्नु आशीर्वाद पर्छ सब किडाले खान्छ त नि कस्तो बनाएको छ किडाले त यस्तो पनि हुन्छ गाछमा चढेको छु म्याच बेलको पत्ता टिप्नुलाई त्यही त्यहाँ बसेर के गरेर सो हाम्रो क्याम्प सुरु भइरहेको छ कि यता देख्दै पनि यता छ साला आज का तू छे कि ओके ग्रेभी हो प्याज ग्रेभी सिधै थाइल्यान्डबाट मगाएको हो नि त अनि चाइनाबाट यहाँ मगाएको छ सेलरोटी कार्यक्रम हो अहिले धेरै ल्याङल्याङ गरिरहेको थियो यहाँ खाएलाई यसलाई नियम कानुन कडा गर्नुपर्छ जे बाइदे नबोल्नु नि फेरि दही शरबतहरु खाने खानु ओइ पनि खानु हुन्छ नि खाना दही चाहिँ अलिकति खाइ अन्त काम चलिरहेको छ हाम्रो दहीको पसलमा जम्बु लिन आएको छु अनि कहाँ होइन तिमीहरू कता मासतिर भन्नाले बर गाड्नु जम्बु पनि लिएर आइसके साइडमा जम्बू रुको जरा सब आइसले त टमाटर काटेको त मैले अघि नै छोडेर गएको त आइसले त नि सुगंध है गुलाब का जिसमें खुशबू ना हो वो क्या मजा है सब्जी खाना है पप्पू का घर भर के डाला पनि चलिरहेछ
हजुर पञ्चमरी भाउजू ओस् पञ्चमरी दिन ल्याइदिनु न यसले मुरी दिनु चाहिँ लास्ट टाइम लगायो क्या छिटो दिनुपर्ने यसले ढिलो दिइरहेको छ क्या मुरी म 2 घन्टा भइसक्यो यहाँ आएर बसेको यसले मलाई मुरी नै दिएको छैन अझसम्म पनि पूजा पनि सक्यो होइन अनि डान्स पनि भयो रमाइलो भयो भनौँ जस इन्जोय भयो पूजा पनि सक्यो इन्जोय पनि भयो त्यही भन्छु अब म तपाईँलाई के भन्नु चाहन्छु भन्दाखेरि अब यति नै मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई मनदेखि स्वागत छ लाइक हानिदिनु सब्सक्राइब हानिदिनु नबिर्नु होला यसलाई धन्यवाद हजुरहरू पनि सुत्नु होला म पनि सुत्छु गुड नाइट बिके कन्टेन्ट क्रिएटर गुड नाइट